यो भिडियो प्रेरणाका लागि होइन, यो भिडियो सत्यको लागि हो। सिधा कुरा गरौँ, नेपालका 99% मानिस कहिले विनोद चौधरी बन्न सक्दैन। किन उनीहरू मूर्ख छन् भनेर होइन, तर उनीहरूलाई त्यसरी सोच्ने नदिएको छ। हामीलाई सधैँ के सिकायो? सुरक्षित जागिर गर, जोखिम नले, बिजनेस खतरनाक हुन्छ। अब सोच, यस्तै सोच्ने मानिस बिलियनर कसरी बन्छ? विनोद चौधरीले जे गरे त्यो हामीलाई सिकाएको सोचको ठिक उल्टो थियो। नेपालको मिडल क्लास माइन्डसेट यस्तो छ, पहिला डर पछि सोच अनि कहिले एक्सन हुँदैन। हामी असफल हुन डराउँछौँ, तर विनोद चौधरी सानो सोचमा अड्किने डराउँथे। यही हो फरक। सत्य कड़वा छ, बिलियनर बन्न जोखिम अनिवार्य हुन्छ, तर 99% नेपालीले के गर्छन्? ग्रेजुएट इन्कम खोज्छन्, फिक्स स्यालेरी खोज्छन्, फिक्स्ड फ्युचर खोज्छन्, जबकि विनोद चौधरीले अनिश्चित भविष्य रोजे। रिस्क बिना रिवार्ड हुँदैन। यो मोटिभेसन होइन, यो इकोनोमिक्स हो। अब अर्को कड़वा सच सुन। विनोद चौधरीसँग बिजनेस इन्भाइरोमेन्ट थियो, एक्सपोजर थियो, डिसिजन मेकिङ टेबलमा एक्सेस थियो, तर 99% नेपाली सिस्टम बाहिर छन्, रुल्स बुझ्दैनन्, पावर कसरी काम गर्छ थाहा छैन, सम्मान मैदान कहिले थिएन, तर त्यो स्वीकार नगरेसम्म तिमी रियालिटी बुझ्दैनौ। अनि हामी सबैभन्दा ठुलो झुट, हार्डवर्कले सबै सम्भव हुन्छ। यो हार्डवर्क चाहिन्छ, तर सही डाइरेक्सन बिना हार्डवर्क भनेको स्लो डेट हो। विनोद चौधरीले दिन रात मेहनत गरे, तर स्ट्राटेजी बिना होइन। त्यसैले सत्य के हो? 99% नेपालीले सुरक्षित रोज्छन्, समाज के भन्छ भन्ने सोच्छन्, फेलियरलाई पाप ठान्छन्। विनोद चौधरी क्यालकुलेटेड रिस्क लिन्छन्, लङ टर्म खोज्छन्, फेलियरलाई डाटा मान्छन्। यही कारण 99% कहिले 1% बन्न सक्दैन। तर जब प्रश्न तिमी त्यो 99% मा बसिरहने यो हो कि सोच बदल्ने करेज राख्छौ? विनोद चौधरी बन्नु गोल नहुन सक्नु, तर 1% जोग्नु जस्तो सोच्नु भने तिमीले अझै सुरु गर्न सक्छौ। सत्य मन पर्यो भने शेयर गर, झुट मन पर्यो भने इग्नोर गर। डिसिजन तिम्रो हो।